हेलो गाइज वेलकम टू माई न्यू ब्लग। मेरो न्यू ब्लगमा तपाईँलाई स्वागत छ। आज पनि म फेरि उपस्थित भइसकेँ नयाँ दिनको सुरुवातसँगै नयाँ ब्लगमा। आशा छ तपाईँहरू सन्चै अनि आरामै हुनुहुन्छ। म पनि सन्चै आरामै छु। आज चाहिँ म चाहिँ कामको ब्लगहरू देखाउने छु तपाईँहरूलाई। म चाहिँ खानासाना खाएर रेडी भइसकेँ काममा जानलाई अनि कामको ब्लग हरेक कुराहरू तपाईँलाई देखाउन चाहन्छु। म चाहिँ साइकलमा जान्छु, त्यसैले साइकलमा चाहिँ भ्लगिङ गर्न चाहिँ अलि गाह्रो हुँदो रहेछ। एउटा हातले मोबाइल सामान पनि अनि त्यो सबै कुराहरू चाहिँ गाह्रो भएको कारणले म चाहिँ एकैचोटि कामको भिडियोहरू तपाईँहरूलाई देखाउन चाहन्छु। त्यतिखेरसम्म हेरिदिनु होला, माया गरिदिनु होला, साथ अनि सपोर्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। साथीहरू, म चाहिँ काममा ठाउँ आइपुगिसकेँ। दायाँहरू छ, अगाडिहरू छ। काम गर्नको लागि म चाहिँ कपाल चेन्ज गरेर रेडी भएर बस्नुपर्ने हुन्छ। गरिसकेँ साथीहरू मैले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो काम गर्ने ड्रेस। कालो चस्मा लाउ भन्छ, पिरती लाउन आऊ भन्छ। आहै साथीहरू, चस्मा लाउँदा त अलिअलि हेरै देख्दा रहेछु म। अच्छा यदि तपाईँहरू पनि आफ्नो घर कलरले रङ्गी अनि चङ्गी बनाउन चाहनुहुन्छ भने हामीलाई सम्झाउनु होला। हाम्रो फोन नम्बर रहेको छ 98 030। जहाँ मलाई के देखेस्। के बोले भाई? अब के बोले के जथाभावी बोले? हाम्रो खाजा खाने टाइम। खाजा खाने जहिले पनि समोसा खाँदा वाक्कै भइसक्यो हो। कति ल्याउनु भएको समोसा, यसो मोमोसम्म पनि ल्याउनु। म यो भ्लगदेखि भन्न चाहन्छु। ल भेना, तपाईँको के जाओस् केही सन्देश स्कुललाई? यो स्कुलले अब भइसक्यो, म यहाँ 2 महिना जति काम गरेको र यहाँ
खाने खाजा भनेको समोसा। समोसा मात्रै, खाली समोसा, खाली समोसा। समोसाले यहाँ चाहिँ हालत खराब हुने भयो। अनि के हो, समोसा खुवाएर मार्ने हो कि क्या हो हामीलाई? अब चाहिँ यस्तो चेन्ज गर्नु पर्यो। खाइ ल भाइ, खाइ ल भाइ। समोसा खाए ल। भोक लाग्यो मिठै हुँदो रहेछ। काम पाएको एकदम क्यामेरा म चाहिँ क्यामेरा फाइनली साथीहरू काम सकेर रुम जाँदैछु। फाइनली साथीहरू रुम आइपुगिसकेँ। म चाहिँ धेरै धन्यवाद भन्न चाहन्छु, किनभने अन्तिमसम्म भिडियो हेरिदिनु भयो। ब्लगको साथमा आउनेछु। अहिलेलाई भने सबैजनालाई बाई बाई।